हेलो एभ्रिवान, आज चाहिँ हामी गोर्खा आएको र आज गोर्खामा यहाँ म्युजियममा के छ सबैजनाले हेरिदिनु होला र माया देखाइदिनु होला। ड्रोन सट हान्न टिकट पर्दैन कस्तो परेन र तँलाई ए हैन टिकट पर्दैन अलि हामी जतिको मान्छे पर्छ त भनेको ल अन्त को कहाँबाट हो यो गोर्खाहरू सुशील यहाँ बनाछ भने हैन भात खाइदिए केही फरक पर्दैन यस्तोले भर्किने त क्या यहाँ त गोर्खा बजारको म्याप रहेछ हाम्रो लौरेहरू नाच्ने चल भन्छ भने फोटो खिच्छु न मात्र टच नगर्नु भने सुन्दामा के फरक पर्छ र केही नि हुँदैन कि यहाँबाट माथि चाहिँ भूत बङ्गाल लाग्यो त्यही भएर जानु मन होला होला भूत बङ्गाल होला यो चाहिँ यहाँ माथिको सामान त त्यो बाउले सामान बेच्यो होला नि चोरहरू यो चाहिँ हैन पुरा पहिला यहाँ रानीले राखेर डोलीमा बोकेर हिँड्ने अरे डन्ट चाहिँ के नि हुँदैन कि यो चाहिँ पुरा के को रहेछ भने घले जातिको घले जातिको रहेछ पहिला म भिडियो बनाउन भनेको म यहाँ पुरै देखाउँदैछु त यो भनेको घले जातिको अलि टाढाबाट यहाँ हो 0.5 बाट हान्दै हो कि पहिरन हैन यो लगाएको यता यो भनेको नेवार जातिको यो नेवार जातिको अब यो भनेको छेत्री जातिको छेत्रीहरूको त यस्तो हुने रहेछ है छेत्रीहरूले यस्तो लाउँछ तामाङ जातिको यस्तो हैन यो भनेको केटी तामाङको यस्तो हुन्छ यो त झन् अस्ति एउटा के हो मन्त्री भए त त्यस्तै रहेछ त है ठ्याक्कै यो गुरुङ जातिको यो गुरुङ जस्तै रहेछ है हुन नि ल भन्छ फोटो खिच्नु अरे यो चाहिँ मगर जातिको रहेछ मगर जातिको के यो बरम जाति रे बरम यो चाहिँ चेपाङ अहिले त्यो बाहिरको त्यसलाई क्या पृथ्वीनाथलाई चाड्दै भिडियो बनाउनु है यहाँ पो होला नि फोटो खिच्न त्यो तलबाट क्या यो दरबार के रहेछ अनि हाम्रो उता जाने बेलामा झालबाट त बाहिर निक्लिने बेलामा चाहिँ हाम्रो फोटो हालिदिने कि होइन यो त लामाहरूको रहेछ कि के छहरू रहेछ कि राशिहरू त्यस्तो एकचोटि प्राङ्ग फाएर एकनाले हो एकचोटि भरेर पड्काउनु मात्रै होला होइन यो सर्टगन त्यसले चाहिँ गोप्ने गोली सकेपछि गोली सकेपछि त्यसले हान्ने होला दिमाग त
फोटो खिच्दै जानु पनि बनाइदिनु कि हो भने हामी पाहाड राजाहरूले खिलाएकै बन्दुक हो राजामा चाहिँ उताको छेउमा छ पृथ्वी नारायणसँग आफ्नै निजी हतियार चाहिँ उता यो पनि त सट्टा के यसले हो गोरे मैले पहिला खासी काटेको गोरे यस्तो सुसिलो यस्तो छैन यो चाहिँ रेखदेखि राम्रो हो के हो त्यो चाहिँ यो पिजना जन्मेर सुताएको ठाउँ होला यो चाहिँ होइन सोफा नि पृथ्वीनारायण बस्ने सोफा यो त भर्खर भर्खर बनायो यो पुरानो त होइन यो पुरानै हो पुरानो हो यो भर्खर भर्खर बनाउँछ देख्छु नि त पृथ्वीनारायण शाह म्युजियमवाला जस्तो छ घर घरमा पट्ने अब फोटोहरू खिचेर लगेर बाजा गाजामा आइपुग्यो अब के हो ताङसिङ म्यालिङ अनि यो चाहिँ पुरा त्यसले खोकेर खोक्दैन प्रकाश भुजेलले यो माला के के अरे 2 नम्बरी फिल्ममा हाको काले लाएर हिँड्थ्यो नि याद छ यो शङ्ख चाहिँ कसले फुक्छ थाहा प्रकाश भुजेल त्यो मान्छे ढाल्छ नि पैसा पैसा यस्तो खिच्छ पैसा यस्तो पायो भने खतरा हुन्छ यस्तो पैसा त हाम्रो घरमा जति पनि छ यस्तो त दोकान के हो त्यो चाहिँ कलाश्री कलश कलश कलास कलश के हो यस्तो यो शङ्खानी के बच्चाको त्यस्तो शङ्ख है यसलाई के भन्छ लु भन्छ के माना एक यो मानापाथी मुठी ल यो मानापाथीहरू चाहिँ के हो है यो ठुलो चाहिँ पाथी होला अर्को त के हो माना मुठी मुठी माथिबाट देखाउनु पर्छ यो चाहिँ बत्ती बाल्ने कुरा र त्यसमा चाहिँ बालेर यसरी घुमाएर आरती गर्ने कुरा है ओम जय जगदीश हरे पागल केटाहरू हामीले यो ढुङ्गाको चाहिँ साहित्यकार यही त भने के जस्तो यो बहुमूल्य ढुङ्गाहरू लिच्छवीकार यहाँ रहेछ नि त कुन मन्दिरमा यो ढुङ्गा त्यो लिएर आएर राख्यो भने यहाँ ढुङ्गाहरू यसलाई यो कसको घरबाट ल्याएको भनेको है होइन एउटा कसको घरबाट नि झिकाएको थियो नि त्यस्तो ढुङ्गा यस्तो ढुङ्गा होइन त्यसमा खोपेर बनाएको होला खोपेर बनाएको ढुङ्गा चाहिँ उनीहरूको राजाको पालो लिच्छी चैत्य ड्रेसहरू बाजेहरू हाम्रो बाजे हो यो तिमीहरूले एउटा कुरो थाहा यहाँ आगो बलिरहेको छ बाजे हात गलेर मुनि गरेर बस्नु न यार झुलको शेर्पा जाति गरेर यस्तो सुन्दर गरे आंटी ढकल्नु न ए भुन्टी के आमा ढकल्नु गरे हेर त एकचोटि मार्छ होला ब्लकमा हालिदिन्छु मैले
म्युजियम सङ्ग्रहालय टोइलेट नि देखाइदिनुपर्छ कि